यो चाहिँ हो ट्रेक एडोम ब्रान्डको रेट्रो पावर डिभिडी। यो चाहिँ ल्यापटपमा लाग्छ। अब यसभित्र चाहिँ जम्मा 8वटा पोर्ट छ है। तपाईँलाई यो देखाउन चाहन्छु ल। यसमा चाहिँ युएसबी पोर्ट पनि रहेको छ यहाँनिर यसरी हेर्नुहोस् है। र तपाईँलाई सुरुमा चाहिँ मैले यो युएसबी पोर्टलाई देखाएँ है। युएसबी पोर्ट यहाँ छ। अब सी केबल पनि लगाएर देखाउन चाहन्छु। यो चाहिँ सी केबल हो। सबै ल्यापटपमा यो युएसबी पोर्ट हुँदैन र सी केबल हुन्छ। यो लगाएको देखाउँछु ल। अब यो चक्का यहाँ निक्ल्छ यसरी हेर्नुहोस् है। यहाँ सिडी अथवा डिभिडी टक्क लगाउने ल। हेर्नुहोस् है त। अब तपाईँलाई देखाउनु गइरहेको छु। हेर्नुहोस् है। यो डिभिडी हो है। अब गीत बज्छ यहाँनिर ए दामी ल। गीत देख्नुभयो नि सुनेको यहाँ यसरी गीत बज्छ है। दामी कति राम्रो हो नि त। र यो चाहिँ पोर्टेबल डिभाइस भएको कारणले तपाईँले चाहिँ अब यो बोकी बस्नु पर्दैन। टक्क जहाँ गएर पनि बजाउन सकिन्छ। र यदि मन पऱ्यो भने चाहिँ तपाईँलाई हाम्रो ओरेन्ज कार्डमा गएर क्लिक गरेर किन्न सक्नुहुनेछ र इमेजेससँग इन्जोय गर्नु होला।